सो हेलो गाइज हामी चाहिँ आज भिडियो बनाउँदैछौँ हामी चाहिँ खेल्न आँटेको समय अनि पहिला इन्ट्रो भन्नु गाइज हामी चाहिँ आज यहाँ युनिमा फुटबल खेल्न आएको अनि यसो अब फुटबलको हल्का फुल्का क्लिप बनाउँछौँ अनि त्यही हो दिस इज घले फ्रम तामाङ भन्छ उसले यो घले हो भाइ त्यही हो आज चाहिँ हामी खेल्न आँटेको हामी नेपाली केटाहरू त्यही हेरिदिनु होला सिसी चाहिँ क्यामेराम्यान उहाँले चाहिँ खिचिदिनुहुन्छ त्यही हो हेरिदिनु होला यहाँ चाहिँ मेरो क्याप्टेन सर हुनुहुन्छ एनालाइज गर्दैछ हाम्रो टिममा तर हार्छ कस्तो टिम हार्यो ए जित्छौँ कस्तो यता यो फेस हेर्न हार्ने फेस हो ल भाइ कस्तो कडा टिम के पो आउँदैछ सक्यो त के कमजोर ठानेको छ यो कमजोर तिमीले कोही सक्छ यहाँ ल जाबन कोही न गर्न सक्छ ल तिमीले को सक्दैन जस्तो लाग्छ तिमीहरु कडा कडा बजा सक्छ ल हाम्रो भइसक्यो ल आओ यता यता अनि अपोनेन्ट सँग रनिङ गर ल म खिच्छु ओ अमन त यता आउनु ल मेरो अपोनेन्ट टिमहरु हुनुहुन्छ हरियो हामी खाइदिन्छ हामी चाहिँ गाई हो ह्यान्ड बल केही भएपछि भन्नु मलाई खबर गर्नु अमन दाइ अब के भन्नु बोय अमन स्ट्रेट आउट अफ पोखरा यस म चाहिँ खले भाइको अपोनेन्ट आज अमन दाइले दोच्ची खाने छ आज गोल हाम्रो टिम रेडी छ हाम्रो टिम रेडी छ अनि आउनु तपाईँ पनि बिफ लाउने सब हाम्रो टिम हो हार्ने टिम यही हो क्याप्सी हार्ने टिम हो न लास्टमा रुन्छ हेरौँ नि कोले खेल्छ ल कोले जित्छ लास्टमा ल ल राजु भयो ल अर्को हाम्रो अपोनेन्टको दामी दामी खेलाडी हुनुहुन्छ सन्तोष दाइ तर हार्नुहुन्छ के गर्ने त नेभर गर्न लुज नेभर गर्न सरी ब्रो केही होइन तर हामीले जित्छौँ को आउँदैछ सागर कृष्ण बसन यो साथी चाहिँ को जस्तो लाग्छ भने अनिल सुनवारको त्यो विशाल भण्डारी भने सेम छ सेम म चाहिँ डिट्टु कपी बोक्दैछु इन्ट्रेस्टिङ क्यारेक्टरहरु खिचिरहन्छु म चाहिँ अनि बखन मेरो टिमलाई इन्ट्रोड्युस गरौँ न एके नवीन के हो एलबी लेफ्ट ब्याक अनि यहाँ हुनुहुन्छ प्रशान्त दोष एके आज चाहिँ सिएम अनि हाम्रो माझमा हुनुहुन्छ सिएफ सेन्टर फरवर्ड कस्तो हो र यता हो अनि हाम्रोमा हुनुहुन्छ राइट आरडब्लु राइट विङ अनि हाम्रोमा चाहिँ क्याप्टेन हुनुहुन्छ एलडब्लु लेफ्ट विङ अनि जेम्स आले हाम्रो यहाँ आले जेम्स तामाङ सिएम समीर ट्राई चाहिँ त्यहाँ भएको छ अनि त्यहाँ अपोनेन्ट अब चाहिँ गेम स्टार्ट हुन्छ खतरा हान्नेछौँ है ल सिउ इन गेम जा यता आउन एक्लै खाएको होइन अनि हाम्रो माझमा हुनुहुन्छ समीर श्रेष्ठ होइन नि फेरि एके सबैको ज्वाइँ प्यारो ज्वाइँ अनि उहाँ चाहिँ मेरो के अरे मित है कहाँ हो डिफेन्डरको मित अनि यहाँ आएछ एके सबिन अल्लाह माफ करे बहुत मनुष्य लग रहे हो मत करो रहने दो बहुत बुरे लग रहे हो तौबा 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 थारा मूड खराब कर दिया सबिन के अरे सिङ्गरको नाम के अरे त्यो सबिन ना वाला चाहिँ होइन तर यो हाम्रो किपर आउँदैन
सो हामीले जितिसकेको छ केही भन्नु छ अमन दाइ गेम हो हार्जित भइहाल्छ नि सधैँ अस्ति हामीले दोस्त हरायो आज तिमीले हरायो तपाईँ केही बोल्नु तपाईँ पनि बोल्नु मैले बोलिरहेको हामीले त त्यही त हो नि हामीले पैसा पाएन पहिला त्यो भन न ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा इसके मुंह में पैदाशी सुपारी है ये तोतला है अनि निरञ्जन दाइ डबल पैसा पाइसक्यो कस्तो लागिरहेछ हारेर अनि हारेर ठिकै लागिरहेको गेम हाम्रो पुष्पा दाइ चाहिँ घाइते हुनुपर्छ राम दाइ जितेर कस्तो लागिरहेछ तपाईँलाई दाइ यो दाइ एउटा लास्टको एसिस्टमा तीनटा बल रोक्न सकेन त्यही हामीले जितिसक्यो अब टिकटक बनाउनु पर्ने हुन्छ गाइस कुन ल्याङ्ग्वेज हो यो कमेन्ट हान्नु त्यही हो गाइस हामी जितिसक्यौँ अब हामी घरतिर लाग्दैछौँ घले भाइले टिकटक बनाउँछ भनेर मात्र हार्दै आज कति जित्दा नि अस्ति नै हामीले जितेको है राम दाइ पर्सिको लागि बुकिङ गर्नु अनि त्यो रोहित भाइ हजुर साच्ची चार हैन एउटा रोहित भाइले एउटा साच्ची साच्ची ल पर्सिको लागि हजुर रोहित भाइले उलाई दिएको हाम्रो जुलुवा दाइहरू कपाल काटेर आउनुभएछ तर क्या बबल ह्यान्डसम देख्दैछ क्या दाइ कसम चाहिँ भनेको माइ लट देखेर यो डन आई कम फाइट ज्यादा बुक चाहिँ अरेगन हो ओइ अनि दाइ कसलाई मारिस त्यसो भयो भन ओइ गाउँदै हिँड्छस् तेरो कमलो छ मन ओ ए सम्म बाटो छैन देख भेट ए भएपछि हुन्छ तेरो चिज ए सहर परिरहेछ क्राइम चाहिँदैन क्या हामीलाई जेएमसी जब अमन दाइ त हाम्रो मेसीलाई जान मेसीलाई अनिल सुनवारको हाम्रो मेसी विथ नेमारको स्किल मेसी ब्याक टु बार्सा मेसी विथ नेमारको स्किल ये रोनाल्डोको जस्तो अनि हिनाइ चाहिँ कसको सुट फेरि उसको जस्तो एम्बाप्पेको जस्तो सकिसक्यो फुल टाइम कामाबिङल डेड कार्ड अब स्टेडियम कति मिनेट फाल्छ ग्राउन्डको पैसा हाल्नलाई रेडी छु ग्राउन्डको पैसा हाल्दिरहँ
हजुर निरञ्जन दाई अनि कस्तो गर निरञ्जन दाई के छ सब तपाईँको भन्नु न तपाईँलाई म ल्याउनै चाहन्छु के ल्याउनै चाहन्छु त्यसो अगाडि प्रत्यक्षमा बोल्छु ल के भनिदिनु पर्ने तपाईँको नाम के हो मेरो नाम पुरा नाम थर सहित निरञ्जन छ त्यसो भए तिमी मलाई नआले घरे बाहिर हाल्थ्यौ के चाहिँ दाइ ल भाइ हेर त 5 पाउन्ड तिम्रो पाइसक्यो साथी हाल्दिन्छ है ल त्यसो भए के यो भिडियो मार्फत बोलेको 5 पाउन्ड है त यो चाहिँ सिनेट बिल्डिङ हाम्रो युनिको अनि यहाँ चाहिँ तिहार लाग्दैछ ग्राउन्डमा ज्वाइँ सरी यार खतरा डिफेन्डर है सक्दैन फेरि कसले नि जित्न यता आउन अनिल अनिल सुनवारको दोस्त तिम्रो दोस्त हुन्छ नि त यहाँ आएर यो भाइ जानी किन पास दिएन भने त बाटोमा 20 रुपैयाँ भेट्टा रहेछ र त नि घाटै नै हुने 20 रुपैयाँ 20 पाउन्ड 20 रुपैयाँ हो पाउन्ड पनि हैन यो म्याच पैसा भन्ने हारियो न सेम्बर हारिन्छ दाइ गाइजहरु कमेन्ट गर्नु है अनिल सुनवारको साथी विशाल भन्ने सेम छ कि छैन कपीमा कपी डिटुमा डिटु सेम टुमा सेम ल गाइज कमेन्ट गरिदिनु है त सबैजना अनि सन्तोष दाइ तपाईको ब्रान्डको जुत्ता अस्तिको खै त कुन चाहिँ कस्तो भिडियो हेर्नु हुँदैन रहेछ भयो यार दाइ तपाई ब्रान्डवाला कुरा गर्नु भएको थियो त अस्ति नै एउटा जुत्ता कुन भिडियो हेरेर खानु त अस्ति नै 1 महिना अगाडि बनाएको तर अस्ति भर्खर हालेको कुन चाहिँ जुत्ता बनाउनु पर्यो एउटा बनाउनु भएको थियो क्या त्यो रेसकोर्समा हुँदाखेरि त्यो ब्रान्डको कुरा भएको थियो त्यतिखेर राति अनि आज चाहिँ कुन ब्रान्डको जुत्ता दाइ यो जुत्ता देखाउनु पहिला यो घर आउँछ घर भनेपछि आफ्नै गामले नि चिनेनन् तपाईँको दाइको जुत्ता नि खतरा छ चप्पल हो तपाईँ र मेरो सेम छ कि अलिक मेरो राम्रो चप्पल लाएर हिँड्छु म चप्पल लाएर मेरो राम्रो छ कि छैन भन्नु नि दाइ दामी छ के मैले नराम्रो भन्यो भने पनि तिमीले काटिहाल्छ होला आफ्नो ब्लगमा नाइ दाइ म त नो कट जे छ त्यही छ यो राम दाइ तपाईँले दिनुपर्छ मलाई त 5 हो किन मलाई चाहिँ म तिमीले 10 पाउ के 10 पाउन्ड ए 10 पाउन्ड त छुट्टी नै पर्ने भयो अन्त्यमा ल स्यामी ल ए तिमी त आसँग कस्तो र ल भाइ अनिल सुनवार ल स्यामी भाइ ल साथी हैन ल कमेन्टै कमेन्ट कस्तो हो र म त फेरि गरेको छु त भिडियो पनि होइन के म चाहिँ नो भित्र नजाने आज कस्तो हो र दाइ टिकटक बनाउने हो कि हावा अमन दाइ कस्तो हो र तपाईँको बनाइहाल्नु नि त्यही भनेर आउनु क्या सबजना कस्तो हो र टिकटक कस्तो हुन्छ रामेको टिकटक के देख्न तपाईँ चाहिँ हिँडेको टिकटक बनाउनु हुने अनि हामी चाहिँ डान्स गर्ने तिमी डान्स होइन हामी एक्टिङ गर्ने म ढले भने म ढले ल हामी टिकटक बनाउनु उबर गर्छु म त पुरा उबर कम गाह्रो हुन्छ मलाई म त उबर गर्दाखेरि पुरा यो हातमा चाहिँ युज गर्छु राइट म युज गर्छु डान्स गरेर अहिले सबै काम गर्नुपर्ने यो अहिले 11 बजे 10 मिनेट गएको छ अब घर जाने तिमीहरुको उबर एउटाले गर्छ ड्यासबोर्ड एउटाले गर्छ अनि सबै एउटाले गर्छ उबर चाहिँ प्राय एउटैले गर्छ कि जाउँदैन 2-3 जना उबर गर्छन् 2-3 जना 25 सिस्टममा गर्न लाग्यो भने त सकियो तिमीहरु 25-26 सिस्टम छ भन्छ अनि एउटैले त्यो गरेर कहाँ उबर सक्छ एक जनाले उबर गर्न सक्छ त्यत्रो दिनभरि त्यही त भने अनि केमा हो उबर चाहिँ टेस्लामा टेस्ला महँगो गाडी तिमी 26 जना मान्छे उनीहरू दाइहरूकोमा हाम्रोमा त्यही पनि बढी हुन्छ 500 जना पनि बढी हुन्छ त्योहरुमा अब घले भाइ जस्तो स्टाफ भर अन्त घले भाइले कति कभर गरिसक्यो नि त घले भाइ अहिले कारस गर्दै कि कारस पनि कस्तो थियो कम्पनी नै प्रफिटमा गइरहेको अरे क्या बात त सही है
भोलि भाइलाई अलि महिनामा टेस्ला गिफ्ट हान्छ भन्दै गिभ छ अरे नि त अहिले त्यो के भन्छ इम्प्लोइ अफ द इयर पाउँछ अरे नि त नेपालमा बिजनेस छ उसको भोलि भाइलाई धेरै टेस्ला हो मैले चाहिँ अब टेस्ला होइन के एस्टन मार्टिन यहाँ आएर सुनेको यो नाम सबलाई दिन्छ एउटा चाहिँ तपाईँलाई दाइले चाहिँदैन दाइले चाहिँ मलाई दिन्छ हामी गाउँको हाम्रो कति आउँछ ल क्याप्टेनजी पर्सि थर्सडे खेल्नुपर्छ हाम्रो क्याप्टेनले मोटिभेट गरेर जित्या थर्सडे नि मजा आएर जितिन्छ भाइ हाँसी हाँसी अझ पेनल्टी मिस गरे तै पनि जित्यो होइन मजा आयो कार रेस हुन्छ नि त्यही ठाउँमा हुन्छ कि अब चाहिँ हामी यो चाहिँ टाउन सेन्टर हो यहाँ चाहिँ त्यो भयो बेला होइन त्यतिखेर चाहिँ यो चाहिँ मेन हो होइन यहाँको नट एन्डनको हामी चाहिँ अब यहाँ ल भाइ ल आजको लागि ल राम्रोसँग ल भाइ पर्सि खेल्नुपर्छ ल दाइ पैसा पाउँछ भाइ होइन पैसा पाँचमा पाइहाल्यो पैसा पाउँछौ है तिमी ढुक्क बस ल भाइ समाधान त ल समाधान एकचोटि किन ल दाइ भोलि भाइलाई सब्सक्राइब हान्ने ए अमन दाइले भन्यो चाहिँ गर्नै पर्यो है पोखरेली सबैजना दाइ दाजु सबले भोलि भाइलाई सब्सक्राइब अनि हाम्रो माझमा निरञ्जन दाइ त्यही हो गाइज आजको लागि यति नै भ्लग भन्दै म चाहिँ यो राख्दैछु बाई बाई एन्ड सी यु टुमोरो बाटोमा बाई बाई नट बाई है नो बाई नो बाई आज आऊ है आऊ केटा हो हामी यहाँ के अरे टाउनमा छौँ दाइ क्या लजाउनु हुन्थ्यो आज कस्तो बोल्नु भएको आऊ है केटा को आउँछ आऊ है सबैले स्वागत छ हाम्रो युट्युब च्यानल 12 मार्चमा चाहिँ आउनु है सबजना न्यू इयरमा ल बाई दाइ ल ओके